हाम्रो त हजुरबा घरको हजुरबा त धेरै मैले पनि देखिनँ हजुरबालाई देखिनँ हजुरआमा चाहिँ हुनुहुन्थ्यो हजुरबा हुनुहुन्थ्यो 5-6 वर्ष भयो बित्तिकै हाम्रो नि घर हजुरआमा एकदम मलाई चिज लाग्छ हजुरआमा हजुरबा एउटा मावलीको मात्रै हो मावलीको हजुर हुनुहुन्छ हो हजुर एकदम मन त जति बित्ति हुन्छ चिज नि ले नास्ता बना भन्नु हो सुतेर उठ्नु हो हजुर आटी एउटा सुतेर उठ्नु हो र नास्ता बनाले भनेर मेरो जमी मैले कोदा रोटी बनाएँ हजुर अरूको पिठो थिएन कोदा रोटी बनाएँ त्यहाँबाट एउटो रोटी र एक गिलास चिया टुक्रुक्क खानुभयो हजुर हामीले पनि खायौँ हामीले कोदो रोपिन्छ र अलिक कोदा रोटी खाने त्यहाँबाट कुरा खानु हो त्यहाँबाट मलाई आज केला होला यस्तो रिङ्गा भएको छ यस्तो भएछ मलाई केला होला भन्नु मैले भने कम्मल डाक्टर जाऊँ त हो म गएर कतिखेर आउँछु र भो भोलि होइन म जाउँला भन्नु त्यहाँबाट म चाहिँ गोरस थिएन मै लिन गएकी ठकुरी यहाँ मै लिन गएकी त्यहाँबाट यहाँ तर कि अश्विनका आएर आमै है बा बोल्नु न नि केला बा बोल्नु भएन भनेर भने त्यहाँबाट हाम हालेर बैदुर कोठीमा जाँदाखेरि 4 पाइमा परेमा सुत्नु भएको हाम हाल्दाखेरि परानो छैन बनावर यो पुरानो भएको केही न राम्रो यही त राम्रो छ नयाँ पिराले चाहिँ नेता ढुङ्ग्री छन्कर कान देखेर रिगिस्किन हजुर ढुङ्ग्री मडारी लाउनु जाउँ अरू मैले लुर्का सुर्का पनि नै अहिले त्यही चाहिँ अहिले सबै धेरै यसले फेरि नि यस्तो अरू फेरि त यही राम्रा हुन्छ राम्रो तपाईँहरूले चाहिँ पुरानो जमानाका जनकति राम्रो देखिन्छ फोटो खिच्दाखेरि पनि लौ फोटो खिच्न आउने भनेर म अस्ति र किसान सम्धिको सम्झनाको 84 भयो हजुर त्यहाँबाट पुरानी मान्छे यहाँ आएर फोटा खिच्ने भनेर सबैले मेरै फोटा खिच्यो हो नि आमा अहिले त तिनी गहना त देख्नै पाइन्न उस्तो सबै यो फुल निकाल भन्ने नि मुन्द्री निकाल मैले निकालिनँ मुन्द्री भयो फुली भयो यहाँका तिनी मोडरी भयो अहिले त सबै कहाँ देख्नै पाइन्छ छोडो अब हजुर पाइने छोडो म त ढुङ्ग्री लगाइदिएँ अस्ति कान दुखेर त्यहाँबाट निकालिदिउँ सुत्दाखेरि अप्ठ्यारो भएर हजुर मेरो सानैदेखि होला यही डोबाको बस्छु एकदम राम्रो छ यो ठिक छ म त यही डोबाको बस्छु अब 84 गर्ने भइयो गरेर जाउँ हजुर 84 गर्ने हो इन्डियाबाट आएर 84 गर्ने हो आमा यहाँ ठिकठाक पारेर 84 गर्ने हो भन्छ छोराले हजुर र अब यो माइत पनि म त्याएर गएर 10 जनालाई टिको लगाइदिएँ हजुर 10 जनालाई टिको लगाइदिएँ पनि भदै उठले ल मडेल चर्की दिदी आए पर हामीले टिको लाउँछौँ नत्र हामी त खोला माछा मार्न जान्छौँ भनेछौँ हजुर त्यहाँबाट यो सिडाएर कि बहिनीले अङ्गलाकी बहिनीले भुर्न हत्ते गरे लौ दिदी झर्नुहोस् टिको लाउन झर्नुहोस् भनेर त्यहाँबाट यहाँ तार रिजार्भ गरेर एउटा छोराका आमा छोरा बसेर त्यहाँबाट यिनी पेकुन माथि एउटा राखेर चौगा गएर जाउँ 10 जनालाई टिको लगाइदिउँ सबैलाई पनि भरा बुहारी यस्ता छैनन् मेरा मलाई जाँदै गर्छन् म एउटी छु गर हो म एउटी छु गर अब त्यति भनेर म आइया त आइया अस्ति पनि भाइले फोन गरेर दिदी आउनुहोस् म आउँछु बिहा परि आउँछु बिहामा गएर बैलो बाङ्गो भापर दुकुर पनि आइन्थ्यो अब यस्तो अनार अब गाडीदेखि नहिँडिने त्यहाँबाट म बिहा परि आउँछु मैले हुर्काइकी नातिनी हो मैले जल खाएर आउँछु बिहा टक्रिएको छ मैले जल मेरो मर्ने बेला कहाँ मर्ने अहिले त 100 वर्ष बाँच्छु भन्ने 100 वर्ष बाँच्छ केही जाउँ छोरीको आशिक फलोस् म कि कुचो भयो नि हजुरहरू यहाँ नआइ भएन होइन हाम्रो एउटो घर मैले जो पाएका छोरा हुन् 3 भाइ कान्छो छोरो त्यही हो हजुर कान्छो हुन्छ अब माइला छोरासित म बसेकै छु हजुर कान्छा छोरासित बस्न तकदिरले दिएन र यही माइला छोरासित लौ हामी त बुढाबुढी छुट्टिएर हामी थारामा थियौँ हजुर थारा थियौँ त्यहाँबाट यो माइलो छोरो आएर बा आमालाई मैले बैगुल कोठीमा नदै छोडिदिनँ
बाआमा भित्र नजान्जनी म भित्र पसेर खान्न भनेर बाहिरै थारामा खाएर त्यहाँबाट हामी बुढाबुढीलाई ल्याएर त्यहाँबाट यहाँ भित्र पसालेर महिला छोराले छोडेन त्यहाँबाट यही माइला छोरासित बसियो छ। त्यहाँ कहीँ जाने यसो बोलाए जौनै छोरा जान्छु खान्छु जौनै छोराले दिएको भने मैले लान्छु नबोलाए सिटिमिटी जान सक्दिनँ आइन भनेर गाली हाल्छ जान सके हजुर जान सके तर